मोबाइलबाट भिडियो एडिट कसरी गर्ने? भिडियो एडिटिङका लागि ठुलठुला ग्याजेट्सहरू जस्तै ल्यापटप, म्याकबुक या अन्य कुनै कम्प्युटर आवश्यक पर्छ भन्ने हुँदैन। सामान्यतया हामीले चलाइरहेको मोबाइलबाट पनि एकदमै राम्रो भिडियो एडिट गरेर युट्युबमा अपलोड गर्न सकिन्छ। ब्लगिङ, गेमिङ, पोडकास्ट या अन्य कुनै पनि कन्टेन्ट क्रिएटरको लागि भिडियो एडिटिङ एकदमै महत्त्वपूर्ण हुन्छ। कुनै पनि युट्युब च्यानलमा राम्रो भ्युज आउनु भनेको भिडियो एडिटिङ पनि एउटा मुख्य कारण हो। मोबाइलबाट भिडियो एडिट गर्नका लागि हाम्रो मोबाइलमा रहेको प्ले स्टोर या एप स्टोरमा विभिन्न प्रकारका एप्लिकेसनहरू हामीले देख्दै आइरहेको छौँ, जस्तै क्यापकट, बिएन, काइनमास्टर, पावर डाइरेक्टर। आजको भिडियोमा हामीले क्यापकटबाट कसरी प्रोफेसनल भिडियो एडिट गर्न सकिन्छ म तपाईलाई स्टेप बाई स्टेप तरिकाहरू सिकाउने छु। भिडियोलाई स्किप नगरिकन अन्तिमसम्म रहनुहोला र हाम्रो च्यानलसँग कनेक्ट हुनको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियोको डिस्क्रिप्सनमा फेसबुक पेज राखिदिएको छौँ। फेसबुक पेजमा जोइन भएर आफ्नो युट्युबमा भएको भिडियोहरू सेयर गर्न सक्नुहुन्छ र नबुझेको कुरा सोध्न सक्नुहुन्छ। तपाईँ आफ्नो मोबाइलको प्ले स्टोर या एप स्टोरमा गएर सुरुमा यो क्यापकट भन्ने डाउनलोड गर्नुहोस्। क्यापकट डाउनलोड गरिसके पछाडि यसलाई ओपन गर्नुहोस्। ओपन गरिसके पछाडि यहाँ जुन तपाईँको न्यू प्रोजेक्ट देखाएको छ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर तपाईँले एडिट गर्न खोज्नु भएको भिडियो क्लिप्सलाई ल्याउनुहोस्। यसरी भिडियो क्लिप्स आइसकेपछि यसलाई एड गर्नुहोस्। एड भइसके पछाडि अब तपाईको फेरि अरु पनि भिडियो यसरी खिचिएको धेरैवटा क्लिप्स छ भने तपाईले यो जुन प्लसको सेक्सन छ यसमा क्लिक गरेर अरु क्लिप्सहरु पनि ल्याउन सक्नुहुन्छ। यसरी भिडियो आइसके पछाडि अब यो भिडियोलाई हामीले काट्नु पर्ने हुन्छ र आवश्यक नपरेको भागलाई फ्याक्नु पर्ने हुन्छ। जसरी यसरी भिडियो प्ले गर्दै गर्दा भिडियो एडिट कसरी गर्ने मोबाइलबाट हो यहाँदेखि अब यसरी यसलाई क्रप गर्नको लागि यो हामीले यसलाई कहाँबाट क्रप गर्ने यसरी सारिसके पछाडि यहाँ जहाँ गर्ने हो त्यसमा यसरी हामीले क्लिक गर्नुपर्छ। क्लिक गरिसके पछाडि यहाँनिर तल स्प्लिट भनेको छ यसमा क्लिक गरे पछाडि यो अगाडिको भाग हाम्रो काटिन्छ। काटिसके पछाडि फेरि यो अगाडिको भागलाई क्लिक गर्ने। क्लिक गरिसके पछाडि यो भागलाई यहाँ तल जुन डिलिटको नक्सा छ यसमा क्लिक गरेर डिलिट गर्ने। डिलिट गरिसके पछाडि यहाँदेखि अब हाम्रो सुरु हुन्छ। यसरी सुरु भइसके पछाडि यो सबै भिडियो हामीले क्रप गर्नुभन्दा अगाडि नै यो भिडियोलाई क्लिक गर्ने। भिडियोलाई क्लिक गरे पछाडि यहाँनेरि हाम्रो तल एडजस्ट भनेर आउँछ यसमा क्लिक गरेर जुन यो एडजस्ट छ यहाँनेरि यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर पहिला तपाईले यता सारेर जुन यो HSL छ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरिसके पछाडि अब तपाईले यहाँबाट थोरै भिडियोको कलरहरु ब्राइट गर्न, जस्तै रेडलाई मैले थोरै अगाडि सारे, त्यसपछि येलोलाई थोरै अगाडि सारे, त्यसपछि यसलाई पनि अगाडि सारे अनि यसरी कलरहरु तपाईले अगाडि सारेर थोरै यसलाई कलर राम्रो बनाउन सक्नुहुन्छ, भिडियो क्वालिटी अलिकति राम्रो। त्यसपछि यसलाई राइट गरिसके पछाडि फेरि भिडियोलाई यहाँ तल जुन तपाईको यहाँनेर तपाईको जुन साउन्ड छ भोल्युममा क्लिक गर्नुहोस्। भोल्युममा क्लिक गरिसकेपछि यो भोल्युमलाई फेरि धेरै अलिकति 330-400 जतिको अगाडि बढाउनुहोस्। यति भइसके पछाडि अब हाम्रो भिडियो भइसक्यो। किनभने यहाँदेखि पछाडि हामीले क्रप गरिराख्छौं। क्रप गरिराख्ने भएको कारणले गर्दा कुन भोल्युम सानो कुन भोल्युम ठुलो हुन्छ, तर हामीले नर्मली भोल्युम भन्दा थोरै अगाडि अहिले नै अलिकति ठुलो बनायो भने पछि हेर्नलाई सजिलो हुन्छ र सुन्ने मान्छेलाई पनि अलिकति ठुलो भोल्युममा सुनिन्छ र राम्रो हुन्छ। अब यति भइसके पछाडि यहाँदेखि मोबाइलबाट भिडियो एडिट कसरी गर्ने यो भागलाई फेरि मैले क्रप गर्दै छु। सेम प्रोसेस फेरि यहाँ क्लिक गर्ने। क्लिक गरिसके पछाडि यहाँ तल जुन स्प्लिटको नक्सा छ स्प्लिटमा क्लिक गर्ने, यसलाई काट्ने अनि फेरि अलिकति प्ले गर्ने। अब यहाँबाट फेरि अर्को भाग मैले फेरि यहाँ तल स्प्लिट गरेर यो बिचको भागलाई फेरि क्लिक गरेर यो भागलाई मैले डिलिट गरे। अब यसरी हाम्रो एउटा भिडियो जोडिन्छ। मोबाइलबाट भिडियो एडिट कसरी गर्ने भिडियो एडिटिङका लागि अब यो जुन जोडिएको भाग छ यसलाई थोरै राम्रो बनाउनको लागि फेरि यो जुन बिचको भाग छ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर तपाईले यहाँ रहेको कुनै पनि ओभरलेहरू युज गर्न सक्नुहुन्छ। मानौं फ्रीको मात्रै अरु प्रोको हामीले पेड गर्नुपर्ने हुन्छ मन्थली। जस्तै यहाँ एउटा फ्री छ यसलाई मैले क्लिक गरे। यसलाई मैले क्लिक गरिसके पछाडि यसरी हाम्रो भिडियो अलिकति राम्रो बन्छ। मोबाइलबाट भिडियो एडिट कसरी गर्ने भिडियो एडिटिङका लागि हो। यसरी भइसके पछाडि अब हामीले यो भिडियोमा यहाँ कुनै पनि फोटोहरु ल्याउनु पर्ने हुन्छ, अगाडि देखाउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ ओभरले यहाँ जुन तल लेखेको छ यसमा क्लिक गर्नुहोस्। यसमा क्लिक गरेर फेरि एड ओभरलेमा फेरि क्लिक गर्नुहोस्।
क्लिक गरिसके पछाडि अब यहाँ चाहिने कुनै पनि फोटो तपाईले ल्याउन सक्नुहुन्छ फोटो अथवा तपाईले कुनै पनि फोटोहरुलाई रिमुभ ब्याकग्राउन्ड भनेर फोटो डाउनलोड गरेर ब्याकग्राउन्ड रिमुभ गर्नुभएको छ भने त्यसरी लिन सक्नुहुन्छ जस्तै यहाँनेर मैले ब्याकग्राउन्ड रिमुभ गरेको फोटोहरु छ मानौ मैले एकछिनको लागि यो युट्युब को लोगो ल्याउने भए यसलाई एड गरे अब यसरी एड गरेर यसरी आउँछ यो चाहिँ कसरी आउँछ भने तपाई आफ्नो यहाँनेर क्रोममा गएर यहाँनेर कुनै पनि फोटो तपाईले सर्च गर्न सक्नुहुन्छ जस्तै युट्युब पिक भनेर मैले सर्च गरिसकेपछि यसरी युट्युब को इमेजमा गएर यसरी फोटोहरु आउने हो अनि मैले कुनै पनि फोटोलाई रेन्डमली चुज गरेर मान्नु यो फोटोलाई मैले कुनै पनि फोटोलाई यसलाई चुज गरिसकेपछि यसलाई मैले डाउनलोड गरे डाउनलोड भइसकेपछि फेरि यहाँ गएर रिमुभ ब्याकग्राउन्ड यसमा क्लिक गरिसकेपछि अब भने तपाईको यस्तो इन्टरफेस खुल्छ यो एउटा वेबसाइट यसमा क्लिक गरेर चाहिँ तपाईले यहाँ अपलोड इमेजमा क्लिक गरेर यसमा क्लिक गरिसकेपछि सो भिडियो फोटोलाई तपाईले यहाँ नेरी इनपुट गरेर डन गरेर यसरी चाहिँ तपाईको पछाडीको रिमुभ ब्याकग्राउन्डहरु रिमुभ हुन्छ भइसकेपछि तपाईले यहाँ तल जुन डाउनलोडको नक्सा अप्सन छ यो डाउनलोडको अप्सनमा क्लिक गरेर तपाईले फ्रीमा क्लिक गरेर डाउनलोड गरेर यस्तो पछाडी ब्याकग्राउन्ड नभएको बनाउन सक्नुहुन्छ तपाईले आफ्नो फोटो पनि बनाउन सक्नुहुन्छ अथवा कुनै पनि चीजको ब्याकग्राउन्ड चाहिँ रिमुभ गर्न सक्नुहुन्छ यसरी नै गरिएको चीज हो अब यसलाई हामीले अब कसरी चाहिँ भिडियोमा क्वालिटी ल्याउने भन्दाखेरि चाहिँ कसरी स्टाइलहरु दिने भन्दाखेरि चाहिँ अब यसलाई क्लिक गर्ने यहाँनेरि क्लिक गरिसकेपछि यहाँनेरि हाम्रो जुन की छ क्रोमा की यसलाई क्लिक गर्ने यसलाई हामीले बाहिरबाट झार्ने हो अथवा पछाडीबाट तान्ने हो कसरी चाहिँ हामीले यसलाई चाहिँ तपाईले कसरी चाहिँ आफ्नो तरिकाले म्यानेज गर्न सक्नुहुन्छ जस्तै मैले यो भागलाई माथि लग्दे माथि लगेर यहाँनेरि जुन क्रोमा की छ यसमा क्लिक गरेर एउटा मैले की दिए यहाँ तपाईको की बसिसकेको छ अब कतिको डिस्टेन्समा चाहिँ यसलाई मैले झार्ने जस्तै यतिको डिस्टेन्समा झार्ने हो भने यसलाई मैले तल तान्दा भयो यसरी तानिसकेपछि भनेको तपाईको यहाँ आफै अटो एउटा की बस्यो की बसिसकेपछि अब तपाईको यसरी झरेको देखिन्छ अब यसलाई अलिक स्टाइल दिने भने यो दुईटाको बीचमा राखेर यहाँनेरि जुन यो एउटा लेयर छ यसलाई क्लिक गरेर यहाँबाट तपाईले चुज गर्न सक्नुहुन्छ कतिको फास्ट कतिको स्लो अथवा फास्ट लो यसरी चुज गर्न सक्नुहुन्छ भने तपाईले यसलाई जस्तै यहाँबाट मैले डाउन गरिसकेर फेरि यसलाई ठुलो अगाडि बढाउन चाहनुहुन्छ भने कतिको डिस्टेन्समा त्यतिको डिस्टेन्समा राखेर यसलाई जुम गरेर तान्नुहोस् जुम गरेर तानेपछि तपाईको आफै अटो यसरी चाहिँ भिडियो एडिट कसरी गर्ने हो यसरी आउने गर्दछ अब काट्ने यहाँदेखि यता यसलाई स्प्लिट गर्ने भने सेम प्रोसेस यसमा क्लिक गरेर यहाँ तर स्प्लिटमा गएर स्प्लिट गरेर चाहिँ यो पछाडीको भागलाई यहाँबाट तपाईले डिलिट गर्न सक्नुहुन्छ डिलिट गरिसकेपछि यसरी मोबाइलबाट भिडियो एडिट कसरी यसरी चाहिँ हाम्रो आउँछ अब यो यसलाई क्रोमा कीलाई चाहिँ अब यो जस्तै मेरो यो भिडियो छ यो भिडियोलाई पनि थोरै यहाँदेखि यहाँसम्म मैले लगेर यसलाई स्प्लिट गरे एडिटमा गएर मैले यहाँनेरि स्प्लिट गरे यसलाई यति भइसकेपछि यहाँ काटिसकेपछि यो भागलाई पनि मैले फेरि अब यहाँदेखि यता यो जुन काटेको भागमा क्लिक गरे काटेको भागमा क्लिक गरेपछि यहाँ एउटा मैले फेरि क्रोमा की दिइसकेपछि यो पछाडीको भागमा लगेर हल्का जुम गरे भने हाम्रो भिडियो यसरी चाहिँ भिडियो एडिटिङका लागि ठुलठुला जुम हुने गर्छ अब यो जुम भइसकेर जुम आउट भयो यो जुम आउट भएको ठाउँमा चाहिँ यहाँ तल जुन अडियोको नक्सा छ अडियोको नक्सामा क्लिक गरेर मैले यहाँ जुन यो एक्सट्र्याक्ट लेखा छ यसमा क्लिक गरेर मैले यो टिकटकबाट अथवा तपाईले क्रोममा गएर ट्युबमेट भनेर ट्युबमेट डाउनलोड गर्दा हुन्छ त्यहाँबाट हामीले यस्ता साउन्ड इफेक्ट भनेर चाहिँ चुज गरेर चाहिँ भिडियोलाई डाउनलोड गर्न सकिन्छ टिकटकबाट पनि डाउनलोड गर्दा हुन्छ साउन्ड इफेक्ट सर्च गरेर सो यसलाई मैले क्लिक गरे यसरी क्लिक गरिसकेपछि यो साउन्ड आयो यो साउन्ड चाहिँ अब कहाँनेरि छ यहाँनेरि ल्यापटप यहाँ छ यसलाई क्लिक गरेर स्प्लिट गरेर यो अगाडिको भागलाई फेरि मैले सेम डिलिट गरे र यसलाई थोरै तानेर यहाँ राख्दे अब चाहिँ यसरी चाहिँ हाम्रो भिडियो बन्छ यति भइसकेपछि
थोरै भिडियो यस्तो भन्छ मोबाइलबाट भिडियो एडिट कसरी गर्ने भिडियो एडिटिङका लागि ठुलठुला ग्याजेट्स यसरी चाहिँ हामीले भिडियो एडिट गर्न सकिन्छ भने अब यहाँनेरि हामीले कुनै कुरा लेख्नु पर्यो र लेखेर देखाउनु पर्यो भने सेम यहाँ तल टेक्स्टमा जाने टेक्स्टमा गइसकेपछि तपाईले के लेख्न चाहनुहुन्छ जस्तै एड टेक्स्टमा गए मैले एड टेक्स्टमा गइसकेपछि यहाँनेरि मैले भिडियो एडिट भनेर लेखे त्यसपछि यो फन्टहरु भयो कस्तो खालको फन्ट चाहिँ तपाईले युज गर्न चाहनुहुन्छ स्टाइलहरु भयो जस्तै यस्तो खालको स्टाइलमा राख्ने हो कि कलरहरु भयो इफेक्टहरु भयो यो नेरी एनिमेसनहरु भयो है फ्रीको एनिमेसनहरु तपाईले जुनै पनि युज गर्न सक्नुहुन्छ जस्तै मानौ यो एनिमेसन मैले युज गरे जस्तै यसरी चाहिँ हामीले यो लेखेको कुरालाई पनि यहाँ नेरी राख्न सक्छौं हो यसरी हामीले बनाउन सक्छौं भने अब भने यसलाई पनि फेरि हामीले क्रोमा की दिएर यहाँ नेरी यो की युज गरेर चाहिँ हामीले माथिबाट झरेको बनाउँदा पनि भयो यसरी क्रोमा की दिने अनि यतिकोमा तानेर यसलाई तल झारिसकेपछि यहाँबाट मैले फेरि लेयर एउटा राम्रो युज गरे अनि यसरी युज गरिसकेपछि हाम्रो भिडियो यसरी बन्छ मोबाइलबाट भिडियो एडिट कसरी गर्ने भिडियो एडिटिङका लागि ठुलठुला ग्याजेट्सहरु जस्तै हो यसरी चाहिँ हामीले यहाँनेरि कुनै पनि चीज चाहिँ हामीले युज गर्न सक्छौं अब फेरि हामीले ट्युबमेटमा गएर तपाईले ग्रीन स्क्रिनहरु भिडियो भनेर सर्च गर्नु भने जस्तै युट्युब ग्रीन स्क्रिन सब्स्क्राइब ग्रीन स्क्रिन त्यहाँबाट फ्रीको ग्रीन स्क्रिनहरु हुन्छ त्यो डाउनलोड गरेर हामीले यहाँनेरि फेरि यहाँ जुन ओभरले छ ओभरलेमा क्लिक गरेर हामीले यहाँबाट चाहिँ ग्रीन स्क्रिनहरु ल्याउन सकिन्छ जस्तै यहाँनेरि भएको ग्रीन स्क्रिनहरु यस्तो ग्रीन जुनै पनि ग्रीन स्क्रिनहरु छ मसँग धेरै ग्रीन स्क्रिनहरु छ तपाईले पनि डाउनलोड गरेर ल्याउन सक्नुहुन्छ यहाँबाट चाहिँ यसरी आएको ग्रीन स्क्रिनलाई चाहिँ हामीले जस्तै मानौ यो ग्रीन स्क्रिनलाई मैले यसलाई एड गरिसकेपछि यो भागलाई यहाँ लगेर राखिसकेपछि यहाँ तल जुन तपाईको रिमुभ बीजी छ रिमुभ बीजीमा क्लिक गरेर यो जुन क्रोमा की छ यसमा क्लिक गरिसकेपछि यसलाई मैले सारे यहाँ ल्याए भने यसरी हट्छ पिछाडीको ग्रीन त्यसपछि मैले यसलाई ओके गरेर फेरि ब्याक गएर यहाँ नेरी हाम्रो जुन अहिलेको एडजस्ट छ एडजस्टमा गइसकेपछि यो ग्रीन कलरलाई नि यहाँ नेरी जुन एचएसएल मा गएर जुन यो ग्रीन कलर छ यसलाई चुज गरेर यता माइनसमा लगिदिनुस् माइनसतिर गएपछि अब तपाईको फुल्ली ग्रीन हराउँछ ओके गरिसकेपछि अब भन्न तपाईको यसरी बन्छ मोबाइलबाट भिडियो एडिट कसरी गर्ने भिडियो एडिटिङका लागि ठुलठुला ग्याजेट्सहरु जस्तै ल्यापटप म्याकबुक या अन्य कुनै कम्प्युटर आवश्यक पर्छ भन्ने हुँदैन सामान्यतया यति भइसकेपछि फेरि सेम प्रोसेस मैले अब यसलाई यहाँबाट काट्नु पर्यो यसलाई स्प्लिट गरे यहाँबाट मैले स्प्लिट गरे अनि फेरि यो पछाडीको भागलाई डिलिट गरिसकेर यसरी चाहिँ हामीले यस्तो चीजहरु पनि ग्रीन स्क्रिनबाट लिएर राख्न सकिन्छ यसरी राखिसकेपछि भिडियोहरु यसरी नै हो एडिट गर्ने एडिट भइसकेपछि अब तपाईले आफ्नो यहाँ कुनै पनि सानो लोगो यहाँ नेरी राख्न चाहनुहुन्छ भने सेम फेरि ओभरलेमा यहाँबाट फेरि ओभरलेमा क्लिक गरेर ओभरलेबाट एड ओभरलेमा गएर कुनै पनि तपाईको फोटो रिमुभ बीजी गरेरै राखेको अथवा तपाईको लोगोहरु छ भने लोगोहरु कुनै पनि चीज चाहिँ तपाईले ल्याएर जस्तै मानौं फोटोजमा गए म फोटोजमा गएर यहाँ मैले रिमुभ बीजी गरेर राखेको मेरो फोटोहरु छ जस्तै मानौं यो फोटोलाई क्लिक गरे एड गरिसकेपछि यसलाई मैले ब्याक गरेर यहाँ नेरी जुन तपाईको यो फोटोमा क्लिक गरिसकेपछि यहाँ जुन तपाईको यहाँ मास्क लेयर छ यसमा क्लिक गर्नुहोस् यसमा क्लिक गरिसकेपछि यसलाई क्लिक गरेर यसरी तपाईले अब यसलाई साइज दिन सक्नुहुन्छ यसरी साइज दिइसकेपछि यहाँ तपाईले ओके गर्नुहोस् ओकेमा क्लिक गरिसकेपछि अब भने यसलाई लगेर तपाईले सानो साइज बनाएर यहाँ माथि यसरी राख्न सक्नुहुन्छ राखिसकेपछि यसलाई पुरै आफ्नो भिडियो भरि तान्नुहोस् भिडियो भरि तानिसकेपछि तपाईको यसरी यो
लोगो भएर साइडमा यसरी बस्छ। मोबाइलबाट भिडियो एडिट कसरी गर्ने? भिडियो एडिटिङका लागि ठुल्ठुला ग्याजेट्सहरू जस्तै ल्यापटप, म्याकबुक या अन्य कुनै कम्प्युटर आवश्यक पर्छ भन्ने हुँदैन। सामान्यतया हामीले चलाइरहेको मोबाइलबाट पनि एकदमै राम्रो भिडियो एडिट यसरी चाहिँ हामीले भिडियो एडिट गर्न सकिन्छ। यसरी नै क्रप गरेर क्रोमा कीहरू युज गरेर तपाईँले जस्तो पनि बनाउन सक्नुहुन्छ आफ्नो भिडियोलाई। यसरी चाहिँ तपाईँले भिडियो एडिट गरेर आफ्नो युट्युब च्यानलमा अपलोड गर्न सक्नुहुन्छ।